यो बन्दी देवमापतिम सुरगुरुम बन्दी जगत कारणम बन्दी पण्डका भूषणम निगदम बन्दी पशुनाम पति। यो पशुपतिको सानिध्यमा छौँ, हामी काखमा छौँ। दार्जिलिङको मुटु जसले यहाँबाट यात्रा गरेर जान्छ र यहाँबाट यात्रा गरेर गइसकेपछि एउटा विश्वको केन्द्र स्थल मानिने चौरस्ता, अब त्यहाँ भानुको शालिग र यी सबै इतिहासहरू लेखिसकिएका छन्, इतिहास भइसकेका छन् र नेपाली साहित्य सम्मेलन 100 वर्ष पुरा गरिसकेको आयु पुरा गरिसकेको सम्मेलनले जुन आफ्नो भारतले मानिलिन्छ, भारतको बस्नेको अहिले मानिलिन्छ। त्यसै कारण दार्जिलिङ एउटा मुटु मानिन्छ भारतले। हामीले अघि सुन्यौँ नानीहरूको कविता, केही कलिलो कविता, केही उर्वर कविताहरू याद आउँछ। आज हामीलाई इन्द्रबहादुर राई कथाका शिखर हामी सम्झना गर्छौँ। लक्ष्मीदेवी सुनार जो नेपाली साहित्य सम्मेलनमा त्यसभन्दा अघिका अग्रजहरू धेरै पूर्वजहरू बितेर गए। रामलाल उहाँहरू सबैसँग इतिहास पैसा है तो चलो लेके सबैको